एउटा फुलको गुच्छा अध्यक्षजीले एउटा फुलको गुच्छा ल्याएर सम्मान तथा पुरस्कार वितरणमा पाल्नुभयो उपस्थित डीएसपी साहब, इन्सपेक्टर साहबहरू, सही साहब, हवलदार जवानहरू तथा छोटो समयमा पनि छोटो समयको खबरले पनि यहाँ पाल्नुभएका पत्रकार मित्रहरू, हिजो यो घटनाबारे एक्कासी मलाई थाहा भएर हेरे मैले त्यो भिडियो जुन हाम्रो चन्द्रिका देउवाले चन्द्रिका देउवाले जुन उहाँले काम गरेको भिडियो खिचिएको थियो त्यसलाई मैले फ्रम स्टार्टिङ टु इन्डिङ एकदम ध्यान दिएर हेर्दाखेरि त्यसमा चाहिँ कस्तो छ भने उहाँले जुन त्यो प्रसव पीडा सहन नसकेर बेहोस अवस्थामा रहेको महिलालाई जुन प्रकारले बच्चा जन्माउने कार्य, जबकि उहाँ एउटा प्रशिक्षित कुनै डाक्टर हुनुहुन्थेन, नर्स हुनुहुन्थेन, उहाँलाई त्यो सम्बन्धी कुनै ज्ञान थिएन, उहाँले अघि नै पनि भनिसक्नुभयो। त्यस्तो हुँदाहुँदै पनि यदि म हुन्थ्यो भने पनि डाक्टर खोज्न खोज्दै होला अथवा के हुने हो भनेर एम्बुलेन्स बोलाउन खोज्दै होला, तर त्यो धेरै लामो समय हुन सक्थ्यो। त्यो समय पनि एम्बुलेन्स आउने, डाक्टर आउने समय। तर उहाँले चाहिँ भोलि के होला, एउटा महिलाको र नवजात शिशुको ज्यानको सवाल छ। त्यस्तो अवस्था पनि धैर्यताका साथ तपाईहरुले पनि त्यो भिडियो हेर्न सक्नुहुन्छ। उहाँलाई एउटा कन्फिडेन्स जस्तो छ, एकदम कन्फिडेन्स छैन त्यो प्रसुति गराइरहेको हैन महिलाले जस्तो उहाँले चाहिँ काम गरिरहनु भएको छ। उहाँको त्यो कन्फिडेन्स, उहाँले जुन मानवताको हिसाब किताबले जुन कार्य गर्नुभयो, कुनै प्रशिक्षण बिना नै एउटा प्रसुति गराउने काम गर्नुभयो, हिम्मत गर्नुभयो। उहाँको जुन काम गर्नुभयो त्यसलाई म चाहिँ हिम्मत भन्न चाहन्छु के एउटा साहसिलो काम हो त्यो। र मैले त्यो भिडियो हेरेपछि उहाँको कन्फिडेन्स लेभल, उहाँले गरेको काम, उहाँमा केही छैन त्यहाँ। भोलि के होला, कसो होला, भोलि बिहान महिला अथवा नवजात शिशुको ज्यानको कुरामा केही तलमाथि भएर मलाई कुनै कुराले अवरोध हुने हो कि कुनै कारणले दोष आउने हो कि भन्ने उहाँलाई छैन। जसरी होस् म बचाउँछु भन्ने उहाँको एउटा धारणा छ, एउटा मानवीयता छ। त्यस कारणले गर्दा त्यो हेरेपछि मलाई चाहिँ एकदम भित्रैदेखि प्रफुल्लित भएँ, म गर्व लाग्यो। एउटा नेपाल प्रहरीको प्रहरी जवानले गरेको कामप्रति एकदमै मलाई गौरवान्वित भएँ। र मैले तत्कालै हाम्रो डीएसपी साहबलाई टिप्पणी उठाएर भोलि सम्मान र पुरस्कार वितरण कार्यक्रम राख्ने भनेर एउटा समारोह मैले राखेर उहाँलाई सम्मानित पनि गरेँ, पुरस्कृत पनि गरेँ। र यस्तै गरी मैले हजुरहरूसँग जब प्रेस मिट भए सुरुमा हाम्रो भेटघाट कार्यक्रम थियो त्यसमा पनि मैले भनेको थिएँ उत्कृष्ट काम गर्ने जुनसुकै प्रहरी होस् उसले ठाउँको ठाउँ पुरस्कार पाउँछ भनेर भनेको थिएँ। र आज मैले उहाँलाई पहिलो पटक म यहाँ हाजिर भएपछि पहिलो पटक पुरस्कृत गर्ने मौका पाएँ। र यस्तै उदाहरणीय काम मेरो प्रत्येक प्रहरीले, यो जिल्ला प्रहरी कार्यालयको प्रहरीले गरेको म हेर्न चाहन्छु र पुरस्कृत गर्न चाहन्छु। यति भन्दै मेरो दुई शब्द यही टुङ्ग्याउँछु। धन्यवाद। जय